यो बुकी फुल नानीले कानमा सिउरिदिया भए कस्तो राम्रो देख्थ्यो होला। यो अन्तिम रिल हो, आउन पनि सक्छ नआउन पनि सक्छ है। ल रेडी है नानी बाबु? हौ लेकालीको आलु त कति लो हुँदो रहेछ त। हाम्रो आलुमा त जति गऱ्यो नि यत्रो फल्दैन त। कस्तो चाहिँ आँखा रहेछ हौ, आलु मात्रै ठुलो देख्ने। पिरो टिमुर र डल्ले खुर्सानीको त पुरै छैन त। हौ खोर्सानी भन्दा पिरो टिमुर भन्दा टिमुर्केको त हाम्रो सोल्टिनीहरू नै हुनुहुँदो रहेछ। कागले कागै देख्छ, बकुलाले बकुला। अब तपाईहरुले के देख्नु भयो त्यो भनिराख्नु नपर्ला है। ल हेर मेरो पुत्ने छोरा, निदबा भन्दा नि लाठे भइसकेछ यो त। आलको सोल्टी लेक चढेछ, लेकको हावाले त उडाउँछ है सोल्टी। तिखा लाग्यो भने भन है, जाँड ठानिदिन्छु। हाम्रोमा चाहिँ यस्तै खालको बिगौती पाइन्छ है दाजु। हाम्रो काफ्लेहरूको पनि बिगौतीको छुट्टै कथा छ नि। यही बिगौतीको न्युमा बासी काफ्ले र साजी काफ्ले भएको। तिमी चाहिँ कुन काफ्ले? गाई भने सानो दुध दिन्छ मानो, खानु कि नखानु, मागेरै लानु नसक्नेसँग जानु कि नजानु। धन सुक्यो रातले फकाउँछ काफले, जानु कि नजानु। धन सुक्यो रातले फकाउँछ काफले, जानु कि नजानु। तिमीलाई एउटा उनको स्वेटर बुनेर लगाइदिन्छु भनेको, बुनेरै सकिन हौ। अनि भइगयो नि त, कति न कहिले नै भेट्न हुने जस्तो। हाम्रो फुलमा एक कानाले गर्दा सबैलाई बिरलो लाग्छ। त पनि त्यो गुरुङसिंहसँग हिँड्छस् नि, कुरा के हो? फुलको मान मर्यादा इज्जत के पनि छैन होइन? कार्टन गाडेको सपनामा देखाएको छु क्या मैले। तेरो बाउको च्याप खोज्नेलाई च्याप बनाइदिन्छु। सेवारो आतङ्कवासे हजुरहरूको बगैँचामा फुलिरहेको फुल अन्जानी अन्जानीमै हाम्रो बगैँचातिर सरेछ। एक रङ्गी थियो बहुरङ्गी भएछ, अनि पो सुन्दर भएछ। हामीले स्वीकार गरेन भने कहाँ पो जान्छ यिनीहरू? हामी त यही खबर लिएर पो आयौँ सेवारो अजङ्बासे। तिमी जस्तै न्यानो तिमी जस्तै